आइपुगेछ यार। ओहो तिमी आइपुग्यौ? आइपुग्यो। के हो न यार एक्लै म त यस्तै टोलाएर बसिरहेको छु यार। अरू केटाहरू कता गयो त? केटाहरू होला नि आफ्नै धुनमा होला नि। आज पानी परेको मौसममा घरतिरै होला नि केटाहरू। केटाहरू घरतिर होला मैले आउला नि फेरि। ल दुईजना केटाहरू त हेरेछ नि त। यो लान केटाहरूले के गर्ने यार बसिरहेछ। यता बस्दै गर नि केटा हो। बसौँ त केटा हो अब। बसौँ न त बसौँ। आज मौसमले लास्ट च्यालेन्ज हान्न छ यार। मौसमले नि कहिलेदेखि च्यालेन्ज गर्न थाल्यो यार। मौसम भनेको पनि तेरो बाबु रतौली हो र सहेलीकोमा जाम भन्या। सिधै भन्न त अनि सैलीकोमा जाम भनेर उहाँका नाम। ए त्यसै पो अनि जाने भए पैसा निकालौँ न त फेरि। बाबु यार मसँग त पैसा छैन यार। ओइ जगल्टे भट्टीमा जाने पैसा निकाल्न त। मसँग पनि पैसा कहाँ छ र यार। भित्तै छ। पर्नु छैन ए मेरो पनि गोजाइ भित्तै छ। मसँग नि कहाँबाट हुन्छ त यार केटा छ भने सबले थोत्थोरी निकालौँ न। के गर्ने त यार केटा हो पैसा पनि छैन। कोही के आइडिया निकाल्न केटा हो यार। एउटा आइडिया छ केटा हो। ठिक छ केटा हो। ठिक छ ठिक छ ठिक छ ठिक छ। भाइ सुन्नु न, यो गाउँमा धेरै दुखी बिरामीहरूसँग नै सुनेको थियौँ होइन। हामी चाहिँ संस्थाबाट आएको अनि त्यो भएर हामी चाहिँ डोनेसन गर्नको लागि आएको थियौँ। यहाँ कोही त्यस्तो दुखी बिरामीहरू थाहा पाउनुभएको छ? एकजना हुनुहुन्छ होइन, एकजना हुनुहुन्छ यो पल्लो गाउँतिर हुनुहुन्छ होइन। अब सबै गाउँभन्दा गरिब मान्छे हुनुहुन्छ त्यतातिर। एकताल तपाईँले त्यतै गरेर बुझिदिनु होला होइन। मैले थाहा भएतिर चाहिँ भन्ने। हुन्छ भाइ, हुन्छ, धन्यवाद। दाइ दाइ हाम्रो त्यहाँ बिरामी हुनुहुन्छ दाइ, छिट्टै हिँड्नु न दाइ। चिकित्सै हुनुहुन्छ यहीँ हो क्या दाइ, घरमै हुनुहुन्छ दाइ। दाइ त्यही हो दाइ पीडित, त्यही हो र। अनि उहाँलाई के भएको र? उहाँलाई हजुर एकदमै ठुलो गहिरो समस्या छ हजुर। भिसी गर्दा गर्दै हजुर हस्पिटल लगेर चेक गरेको डाक्टरले मृगलाई फेल भनिदियो हजुर। एकदमै ठुलो समस्या भएको छ हजुर। उहाँलाई खाना खाइसकेपछि त्यो भोकै लाग्दैन हजुर। निदाइसकेपछि आफै खोल्दैन हजुर। धेरै नै समस्या हुँदो रहेछ। हामीलाई समस्यामा हुँदो रहेछ। हामीले बुझ्यौँ तपाईँको समस्या। एकछिन रोक्न, हामी तपाईँको समस्या समाधान गरिदिन्छौँ, चिन्ता नगर्नुहोस् है सर। सुन्नु न, उहाँ चाहिँ साँच्चीकै पीडित हुनुहुन्छ। हामी चाहिँ केही पैसा सहयोग गरिदिनु पर्ने भयो सोध्छ। अनि उहाँको केमा गरिदिँदा सक्नुहुन्छ? हजुरहरूलाई हामीले के मार्फत सहयोग गर्न सक्नुहुन्छ? हामीलाई क्युआर छ हजुर। क्युआर हामी क्युआर ओ के निकाल हुन्छ दाइ। सर क्युआर हजुर यसमा गरिदिनु पर्यो हजुर। कति जति हाल्दा त्यही अब 10 जति गरिदिउँ न, 10 लाख गरिदिँदा पुग्छ। हजुरलाई बहुत ठुलो गुण लाग्नेछ हजुर। धन्य हुनेछ अहिले त हामीले गरिदिएको छौँ 10 लाख जति। हजुरले उपचार गर्दै गर्नु। हजुरले पुगेन भने हामी चाहिँ अरू पनि गरिदिन्छौँ। हाम्रो नम्बरहरू राखिराख्नु तपाईँहरू। हुन्छ। उपचारमा केही कमी भयो भने हामीलाई फेरि सम्पर्क गर्नु होला। अहिले चाहिँ हामी हजुरलाई धन्यवाद दिन्छ हजुर। सक्यो। मिसन सक्सेस।
टार्गेट छ अहिलेकोमा जाउँ त कुरा बहुत मेहनत छ आज त मैले यति खानु पर्न र मोज गर त्यस्तै खाना त हान्दिनँ त ल कडा मोज गर है 5-10 लाख रुपियाँ आएको त